आदरणीय साथीहरू नमस्कार। म योग गुरु प्राणायाम हिलर रवि वैद्य। आजको भिडियो सुरु गर्नुभन्दा पहिला म मेरा दर्शक साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि यहाँहरूले मेरो भिडियोहरू धेरै मन पराइदिनु भएको छ। साथै धेरै साथीहरूले फोन गरेर मलाई सुझाव पनि दिनुभएको छ कि मन शान्ति हुने, उच्च रक्तचापबाट मुक्ति हुने कुनै प्राणायाम अथवा कुनै सास फेर्ने विधिहरू छन् भने त्यसको भिडियो बनाउनु होला भन्ने सुझाव दिनुभएको थियो। हजुर, आज मैले त्यही सुझाव अनुसार वैज्ञानिक सास विधि अर्थात् साइन्टिफिक ब्रिदिङ टेक्निक लिएर उपस्थित भएको छु। यो वैज्ञानिक सास विधिमा दुई कुरामा विशेष ध्यान दिनुपर्छ। एक, नाकले सास तान्ने, नाकैले सास छोड्ने। दोस्रो, सास तान्दा पेट फुलाउने, सास छोड्दा पेट भित्रसम्म तान्ने। कुनै एक ध्यान आसनमा बस्ने, ध्यान बस्ने आसनमा बस्न सक्नुहुन्न भने पलेटी कसेर वा मेचमा बसेर पनि यो वैज्ञानिक सास विधिको अभ्यास गर्न सकिन्छ। आँखा बन्द गर्ने, मुख बन्द गर्ने, ढाड सिधा राख्ने, बिस्तारै नाकले सास तान्ने, बिस्तारै नाकले सास छोड्ने। यो वैज्ञानिक सास विधि अति नै सरल र इफेक्टिभ छ। वैज्ञानिक सास विधि अनुसार सासको अभ्यास गर्दा सुरुको एक हप्ता सासको ड्युरेसन छोटो हुन सक्छ, तर निरन्तर दैनिक 5 देखि 10 मिनटको छोटो अभ्यासले दोस्रो हप्तादेखि नै साधकको सास लामो, गहिरो अनि स्थिर हुन थाल्छ। लामो, गहिरो अनि स्थिर रूपले सास तान्दा साधकको मन शान्त हुन्छ, स्थिर हुन्छ, रक्त सञ्चार प्रणाली सन्तुलन हुन्छ, अर्थात् ब्लड प्रेसर ब्यालेन्स्ड हुन्छ। आजलाई बिदा दिनुहोला। स्वस्थ रहनुहोस्, सुखी रहनुहोस्, सफल रहनुहोस्। नमस्कार। जो